भटाभट गरेर आउने न भइहाल्छ। त्यो त ठिकै हो, तर म चाहिँ आउनु सक्दिनँ आज। होइन कसै गरेर पनि आऊ के, भाउजूलाई सिलेक्सन गरेर छन्। होइन आउनु सक्दिनँ भने त मैले। साँच्चै नआउने हो त? आउँदिनँ हौ, आउँदिनँ। हेलो, को बोल्नु भएको? म हो भाउजू, हेर्नुहोस् न यहाँ साथीहरूले सानो सानो एउटा पार्टी राखेको रहेछ, अनि त्यहाँ बाजी यस्तो राखेको छ र सबैभन्दा राम्री स्वास्नी कसको हो उसैले बिल तिर्ने भनेर भन्दैछ। अनि यहाँ घाने कुनै साथीको कुरा सुन्दाखेरि दाईकै सबैभन्दा तपाईँ नै राम्री र सुन्दरी भन्ने यस्तो कुरा सुन्दैछु यहाँ भित्री। अनि त्यही भएर दाईलाई फोन गरेर भनेको, खोइ हेर्नुहोस् न टाइम टेट पुच्छै लाउँदैन। ल भएको म 5 मिनेटमा पठाउँदैछु। किन जानु नखोजेका तिमी? होइन हौ, सधैँ सधैँ पार्टी खानु पनि राम्रो होइन त, त्यही भएर जानु नखोजेको नि त मैले। अनि जानु नि त, चाहिँदा काममा जाँदा के हुन्छ त? होइन कि पैसा पनि छैन नि त मसँग। पैसा मसँग छ है, यो पैसा लिएर जानु। ल पैसा सबै बिल तिर्नु, रम बिहा र माछा मासु सबै खुवाउनु। सबैले भन्छ अरे मै सुन्दरी छु भनेर। ए केटा, काम भयो, मासु परो जालमा। ल आइहालेँ म, तिमीहरू तयार गर्दै गर त उतातिर, सबै तयार गर्दै